आलुदेखि बनाउन जाँदैछु आज पिज्जा, होममेड पिज्जा बनाउँदैछु। यसको लागि चाहिँ नि 3टा जस्तो आलुलाई चाहिँ नि कद्दुकस गरेको छु। त्यसको बाद चाहिँ नि अब 2टा जस्तो अन्डा फोडेर राख्ने। अनि अब यसमा स्वादअनुसार नमक, हल्दी, चिली पाउडर पनि राखेको छु। 1 चम्मच जस्तो धनिया पाउडर पनि राखेको छु। धनियालाई चाहिँ नि हल्का रोस्टेड गरेर त्यसलाई चाहिँ नि पाउडर बनाएर राखेको छु। अनि थोरै गोलमरिच पनि राखेको छु। त्यसको बाद चाहिँ नि अब हामीलाई मजाले चलाउनु पर्छ। यसलाई चाहिँ नि मजाले चलाएर चाहिँ नि मैले 2 मिनेट जस्तो यसलाई ढाकेर रेस्ट गर्न दिएको छु। अब 2टा जस्तो चीजलाई पनि मैले कद्दुकस गरेको छु। अब लगभग सामान पनि रेडी भयो। अब हामीलाई चाहिँ नि पकाउने टाइम आयो। अब मैले एउटा कराई गरम गरेको छु। कराईमा चाहिँ नि मैले 1 चम्मच जस्तो घिउै राखेको छु। अब बच्चाहरूलाई दिने हो, अब हेल्दी तेल राख्न भन्दा घिउै राखेँ। त्यसको बाद चाहिँ नि त्यो पेस्टलाई चाहिँ नि अब यहाँ राखिदिने। यसरी राखेर अनि माथिबाट चाहिँ नि चिज राखेको छु। अब यसलाई चाहिँ नि मजाले ढाकेर पकाउने। 10 मिनट जस्तो मजाले पकाएँ। त्यसको बाद चाहिँ नि मैले अब यसलाई फर्काउने कोसिस गर्दैछु। माथि अलिक काँचो भए जस्तो लाग्यो, त्यही भएर चाहिँ नि फर्काएको छु। रोटी बेलेर पनि रेडी राखेको छु मैले। अब त्यसको माथि चाहिँ नि टमेटो केचप लगाउँदैछु। 2 चम्मच जस्तो टमेटो केचप पनि लगाएँ। त्यसको बाद चाहिँ नि अब त्यो पिज्जालाई राख्दैछु। देख्दाखेरि त त्यति खासै देखिएको थिएन, लेकिन खाँदाखेरि चाहिँ नि एकदमै पिज्जाकै टेस्ट थियो। काटेर हेर्दाखेरि चाहिँ नि एकदमै सफ्ट, खाँदाखेरि पनि एकदमै सफ्ट, एकदमै टेस्टी थियो। हजुरहरूले पनि घरमा ट्राई